सङ्घर्ष जति ठुलो हुन्छ त्यति नै शानदार हुन्छ। सपना देख्नेहरूका लागि संसारमा केही पनि असम्भव हुँदैन। महोदय, आफ्नै क्षमतामा विश्वास राख्नुहोस् अनि तपाईँ जे पनि गर्न सक्नुहुन्छ। सपना पूरा गर्ने पहिलो पाइला आत्मविश्वासले भरिएको हुन्छ। जनाब, हरेक दिन आफूलाई प्रमाणित गर्ने नयाँ अवसर हो। आत्मविश्वास त्यो शक्ति हो जसले असम्भवलाई पनि सम्भव बनाउन सक्छ। यदि आफ्ना सपनाहरूलाई साकार पार्नु छ भने तिनलाई जागेर नै देख्नुपर्छ। यदि तपाईँ आफैमाथि विश्वास गर्न सक्नुहुन्न भने अरूले तपाईँमाथि विश्वास कसरी गर्ने? तपाईँको सोचले नै तपाईँको सीमाहरू निर्धारण गर्छ। सपना पूरा गर्ने यात्रामा आत्मविश्वास सबैभन्दा महत्त्वपूर्ण साथी हो। जो आफैमा विश्वास गर्छन् तिनैले अरूलाई प्रेरित गर्न सक्छन्। असफलता केवल एउटा पाठ हो। आत्मविश्वासले तपाईँलाई सफलतासम्म पुर्याउँछ। तपाईँको सबैभन्दा ठूलो शक्ति तपाईँभित्र लुकेको हुन्छ। मित्र, जब तपाईँ आफैमा विश्वास गर्नुहुन्छ तब केही पनि असम्भव हुँदैन। जब बाटोमा हिँड्दा गन्तव्यको चिन्ता हुँदैन भने तपाईँ सही बाटोमा हुनुहुन्छ। महोदय, यदि केही फरक गर्न चाहनुहुन्छ भने मन र मस्तिष्क बीच द्वन्द्व हुनु स्वाभाविक हो। जुन काममा परिश्रमको सीमा पार गर्न सकिँदैन त्यो काम कुनै काम होइन। नाफा हुन्छ कि हुँदैन, तर बेच्नेहरू सम्झनालाई पनि व्यापार बनाएर बेच्न सक्छन्। भोलि सजिलो बनाउनको लागि आज कडा परिश्रम गर्नुपर्छ। महोदय, सपनाहरू पूरा गर्नु अघि तिनलाई ध्यानपूर्वक हेर्न आवश्यक हुन्छ। समाजमा हामीमाथि औँला उठाउनेहरू प्राय तिनै हुन् जसलाई हामी छुन पनि सक्दैनौँ। यदि तपाईँ सफल हुन चाहनुहुन्छ भने आफ्नो काममा एकाग्रता ल्याउनुपर्छ। साँचो साथी त्यो हो जससँग मनको कुरा गर्न सकियोस्, नत्र सधैँ होसियारी अपनाउनुपर्छ। यहाँ कोही पनि कसैको होइन, बस समय कटाउने बहानामा नजिक आउँछन्। जो तिम्रो मूल्य बुझ्दैन उसलाई जबरजस्ती प्रेम देखाउनु बेकार छ। म बदलिएँ, त्यसमा मलाई कुनै गुनासो छैन, तर जसबाट अपेक्षा थिएन त्यसैले नै मलाई चोट दियो। राम्रो व्यक्ति बन्नु तर अरूलाई प्रमाणित गर्ने प्रयास कहिल्यै नगर्नु। महोदय।